सो हेलो एन्ड नमस्ते गाइस, सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै आरामै हो। आज हामी घानरुकबाट लगभग 4 घन्टाको हिँडाइपछि माउन्टेन डिस्कभरी लोरेस भन्ने ठाउँमा आइपुग्यो हाम्रो यो लन्च क्याम्प। अब हामी आज पुग्नुपर्ने चाहिँ माथि तारापानी भन्ने अँधेरो जङ्गलमा होइन। गाइड दाइमा हुनुहुन्छ नवराज दाई। अनि घानरुक चाहिँ यता त्यो डाँडादेखि यतातिर पर्छ, यता जानुपर्छ छुम्रुङ यता माथि हिमाल त्यहाँ माथि पर्छ। अनि अन्नपूर्ण बेस क्याम्प पनि यो खोज यता जानुपर्छ होइन। त्यही हो, यहाँको बवाल छ। भिडियो कस्तो हुन्छ स्किप नगरिकन हेर्नु होला। लाइक सब्सक्राइब र सेयर साथमा ज्याममा सब्सक्राइब र हान्नु होला। के छ नानी? नानीलाई झुक्काउँदै है त। हेलो 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 ओके तपाईको भ्लगमा हालै हुन्छ नि हैन? हुन्छ हुन्छ। यसले गर्छ रे। हजुर तपाई मेरो क्यामेरा खिच्नु हुन्छ? हुन्छ। अनि तपाईलाई म अनि यसै बाटो हुन्छ म त ल है। जर्मन र पोर्चुगलको खेल भइरहेछ है। दिनेश दाइ थाक्यो बिचरा। रोनाल्डो र मेस्सीको है। ओके स्टार्ट। You between my arms, barefoot on the grass, listening to our favorite song. When you said you looked a mess, I whispered underneath my breath, but you heard it, darling. You look perfect. I found a woman stronger than anyone I know. She shares my dreams. I hope that someday I'll share her home. I found a love to carry more than just my secrets, to carry love, to carry children of our own. के हो दाइ? नमाउ सो फाइनली गाइस हाम्रो भात खाने ठाउँ। आज हामी त्यहाँका भात खाएर अनि 1 घन्टा जति उकालेपछि तारापानी भन्ने ठाउँमा आइन्छ। त्यही हो। धेरै मनपर्छ, धेरै। यिनीहरूले हाम्रो खाना आइसकेको अवस्था छ है। हुन्छ सो अलराइट गाइज, हामी चाहिँ ट्याक्क खाना खाएर बस्यो नि त। दाइ कति बज्यो अहिले?
अझै मलाई सोध्ने घरीलाई सोध्नु न घरीले थाहा हुन्छ मलाई कहाँ थाहा हुन्छ 11:55 हामी यहाँ कति बजे आएको थियो 10:54 भनेपछि अब 1 घन्टापछि खाना आयो अबको हाम्रो आजको हाम्रो क्याम्प भनेको कहाँ हुन्छ रे खाना पानी 1 घन्टा अगाडि हिँड्यो भने हामी बन्ठाटी जान सकिन्छ भन्ने चाहिँ हिम्मत छ हिम्मत र आँट भएर मात्रै हुँदैन समय फेरि मिल्नु पर्यो पानी नपर्दिनु पर्यो साथ भयो भने ती सबै कुरा मिल्यो भने हामी बन्ठाटी गएर बास बस्नेछौँ लगभग त्यहाँ हामी कति घन्टा पुग्न सकेला 2 घन्टा 2 घन्टा 2.5 घन्टामा त्यहाँ पुग्न सकिन्छ भन्ने आकलन गरिएको छ त्यो हाम्रो हिँडाइ कस्तो हुन्छ भन्ने कुरा अब गएपछि थाहा हुन्छ पानी पर्ला जस्तो छ ल ठिक छ अब नेक्स्ट भिडियोमा भेटौँ ल स्किप नगरेर मजाले हेर्नु ल बाई बाई